अब के चाहिँ म हल्ला सुरु भयो भने खोइ के हल्ला चल्यो थाहा भएन मलाई त म पनि दुकानमा थियो त्यहाँनिर मान्छे दौडिन थाल्यो त्यतिकै दौडिन थाल्यो ढोका चारवटा ढोकामा एउटा मात्रै ढोका खोल्यो अनि मान्छे किचेर लड्न थाल्यो माथिको खिच्दै गयो अनि त्यो घटनामा केही नभइकन सबै मान्छे मऱ्यो सामान्य उसले चाहिँ के भएर पानी परेको रहेछ भने त फर्केर हेरेको भए कुनै मान्छे मर्नु थिएन तर फर्केर हेरेन नि कसैले कुनै मध्ये हुने वास्तव भूत आयो गरेको हुन्छ नि भूत आयो भने पिडिया छ यहाँ तपाईँको त अब जाति सवाल हुन्छ मैले सुने यहाँ मेघालयमा बोर्डरमा झगडा भयो नि त सिलङको मान्छेले पुग्छन् अरे होइन यहाँनिर अवस्था अब मेघालयको चाहिँ बोर्डरको दार्जिलिङको बोर्डरसँग त्यो सीमाको जो बोर्डर छ के कारणले घटना भएको त्यो जानु पऱ्यो नि त घटना भएको अपराधी हो त्यसलाई सजाय दिनु पऱ्यो नि त कहाँ गएर त्यहाँ सिलङको मान्छेलाई पुग्ने त्यो त तरिका भएन र त्यसरी जाँदैन कि जुन मेघालयका त्यो खासीवाला मान्छेहरू छ उनीहरू पनि त्यो के भएर घटना गरेको वास्तवमा जाँदैन अब यो नेपालीलाई अन्यतिर जान्छ त्यो चाहिँ एउटा किसिमको भ्रमहरू अन्धविश्वास त्यस्ता ठुलो कुराहरूले हामीलाई चाहिँ बाँधिएको हुन्छ तर हामी त्यसलाई सत्यमा पुग्छौँ त्यसपछि कसैलाई शङ्का गरेर चाहिँ उहाँ बसेर भलादी तरिका अब मलाई के लाग्छ भने उहाँले मेरो पछाडि षड्यन्त्र गर्न थाल्यो भन्ने सोचेँ मैले अनि मैले सोचेर साथी कसरी समाजमा यस्तै हुन्छ नि त कुरा चल्दै जान्छ ए फलानाले चाहिँ तपाईँलाई षड्यन्त्र गर्दै थियो कुरा चल्दै जान्छ उहाँले पनि जब मेरो बारेमा सुन्छ नि यो कुरा अनि उहाँले फैलाउनु थाल्छ फेरि म पनि फैलाउँछु दुईतिर फैलिने क्रम चल्छ र वास्तवमा त्यो के पनि भएको हुँदैन उहाँहरूमा कुरा गरेर सक्यो नि त होइन तपाईँ के भन्नुभएको मित्रजी भनेर भने त सक्यो नि त त्यो के हुँदैन श्रीमतीको अवस्थामा यस्तो हुन्छ हेर्नु त्यो श्रीमती फल्नासँग लाग्यो भन्दै चाहिँ अब पुग्यो त्यति बेला अब लागेको छ कि छैन थाहा छैन तर उसलाई अब शङ्का थाहा छ अब त्यो लेख्नेमा देखेँ अब कसरी हिँड्छ श्रीमती फेरि हेऱ्यो कोसँग बोल्छ फेरि पनि हेऱ्यो होइन अनि बिस्तारै चाहिँ अब त्यो बढ्दै जान्छ कि त्यो मात्रा बढ्दै जाँदाखेरि अनि उसले श्रीमती जाँदा भारतमा खास गरी नेपालीमा भन्यो भने भारतीयहरूमा त्यस्तो हत्यासम्म गरेको धेरै घटना छ नि धेरै हामीले सुनेर पढिरहेको छौँ तर त्यो सामान्य कुरा हुन्छ श्रीमानले श्रीमतीलाई एउटा प्रष्ट गरेर सकिरहेको कुरा तर के गर्छ अन्त किनभने थाहा पाएपछि अर्को स्टेप दिन्छ भने अर्को भयो हुन्छ फेरि अब म यसलाई जाँच गर्छु तर मैले एउटा भन्दिनँ भन्ने हुन्छ भन्ने पनि थाहा पाउँछ थाहा पाएपछि अर्को समस्या खडा हुन्छ जाँच पनि गर्छ जाँच मात्रै लाग्छ मान्छे लगाउँछ त्यस कारणले गर्दाखेरि यस्ता किसिमका समस्याहरू यस्ता